चाहिँ बुढी मान्छेको लागि है मैले भर्खर कपाल काटेर आएको अनि कपाल मैले काटेको कि कपालले मलाई काटेको जस्तो भइरहेको छ किनभने कपाल वर्थित काट्दैन मेरो कपाल कुट मेरो कपाल बिगारिदियो भनेको के गर्नु छ्या मेरो कपाल बिगारिदियो ट्यापे जस्तो देखिरहेको छु म अति कपाल प्लाटपुर बिगारिदियो भने मेरो लो टेपर हानेको के टेपर हान्यो के टेपर हान्यो मेरो उसो अब पसलमा के जानु पसलमा गएर के भन्नु वर्थित छ चित्तबुद्ध छ अरे अब छैन भन्यो भने के भन्नु के पुगेन भन्छ के पुगेन भन्नु कपाल चित्तै पुगेन म जिन्दगी जाँदिनँ त्यो ठाउँ बरु कपालै काट्दिनँ कपाल पालेर बस्छु तर कपालै बिगार्छु नयाँ ठाउँ खोलेको रहेछ ठिकै होला भनेको क्या मैले त ठिकै होला ल गरेर काट्नु भनेको कपाल मेरो गु काटिदियो भनेको के गर्नु यस्तो कपाल लिएर म कलेजमा के भन्नु ट्यापे भन्छ मलाई अति मेरो कस्तो मिठो भोलुम आउँछ कपालको मेरो पुरो भोलुमै गयो के गर्नु म आज भोलि मम्मी बिलिसान हुन्छ आज म के अरे आज कपाल काटेर आएको काट्न चाहिँ अति भयो कपालै गुके कपाल भयो के गर्नु फर्काएर ल्याउन नि मिल्दैन कपाललाई त अनि अब भोलि मम्मी विदेश जानुहुन्छ है दुःख लागिरहेको छ भने तिमी भयो हुन्थ्यो कति रमाइलो हुन्थ्यो अक्सर ढङ्गै मान्छे चाहिँ त्यो भएर भिडियो बनाउनु पाएन जो पनि भ्लगर भन्छ होला है तर म चाहिँ त्यस्तो बनाएँ भिडियो पुरा आइरहेको मेरो कपाल बिग्रियो क्या जस्तो छ